कम्फर्टेबलै थियो होइन, त्यस्तो केही गाह्रो लागेन। कन्टेस्टेन्ट डे 2 को फर्स्ट कन्टेस्टेन्ट मानसी खरेल चाहिँ अडिसन दिएर बागिसक्नु भएको छ। कस्तो रहेछ ओभरअल अडिसन? फर्स्ट थिङ इज म एकदम ब्लर छु राइट नाउ बिकज स्याड थिङ मेरो जुन स्क्रिप्ट थियो हरायो, सो आई कुड नट गिभ माई बेस्ट। आई डोन्ट नो इफ आई गिभ माई बेस्ट, बट स्टिल मैले गर्न चाहिँ गरेँ होइन। सो के भन्छ अब त्यो पेपर हेरेर भन्नुपर्ने थियो। त्यो स्क्रिप्टमा चाहिँ त्यसमा जस्तो अर्को जो थीम भएर गर्नु थियो उहाँलाई इजी हुन्थ्यो कि, सो कन्भर्सेसन गर्नलाई सजिलो हुन्थ्यो। बट देन कन्फ्युजन जस्तो भयो कि क्वेसन्सहरूले चाहिँ अट्याक भयो कि भएन? अहिले क्वेसन्स हो कसरी डिल गर्नुभयो त? राम्रैसँग आन्सर दिएँ। हजुर, अनि जजेसहरूको के थियो त एप्लिकेसन हुन्छ नि फेसमा? त्यस्तो याद गर्नुभयो? हजुर, एकदमै नर्भस हुनुभयो कि क्या हो भित्र? हो पसिना हराएपछि त म त यस्तो, किनभने मैले यति प्रिपेयर गरेको थिएँ होइन, त्यो अनुसार गर्छु होला भन्ने भयो। त्यो डान्स गर्दा गर्दै घडी लाग्थ्यो, घडी पनि स्टेप भयो कि त्यो ब्याड लकै भन्छ। हजुर, अनि घडी त्यो खोलेपछि अनि त्यो ह्याड टु स्टप त्यो डान्स पनि त्यस्तै भयो। हजुर, अडिसनभित्र जाँदा चाहिँ केही कुरा सिकेर पनि आउनुभयो होला होइन? हजुर, बट स्टिल कस्तो भयो भने गर्दा गर्दै पनि त्यस्तो हुँदा पनि मैले डान्स चाहिँ आफ्नो पर्फर्मेन्स चाहिँ मैले कन्टिन्यू पनि गरिरहेको थिएँ। हजुर, सो या दे वर भेरी ह्याप्पी अबाउट इट। अनि गर्नु पऱ्यो जस्तो ओके, जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने सोच्नुहोस् होइन, होप लुज नगर्नुहोस्। र यहाँलाई अल के अरे रिजल्टको लागि चाहिँ अल द भेरी बेस्ट। थ्याङ्क यू। ओके, त्यसो भए प्रेम गीत 1 या त 2 एउटा गीत थोरै गाइदिएर गीत गाउनुहुन्छ? गीत याद गर्नुहोस्। थ्याङ्क यू सो मच। र लास्टमा जाँदा जाँदै होइन प्रदीप भट्टको बारेमा नसुनिकन त सायद कम्प्लिटै हुँदैन होला इन्टरभ्यू होइन। प्रदीपजीलाई चाहिँ कस्तो लाग्छ यहाँलाई एज एन एक्टर? प्रदीप भट्ट कस्तो लाग्छ? It's pretty good. He's one of the top actors in Nepal. So, really wants to be a He has a cute looking face. Obviously, he has good acting as well. I don't know why the top Okay, thank you so much Manasiji र यहाँलाई अल द भेरी बेस्ट। कस्तो रह्यो त भित्र अडिसन यहाँको? राम्रै भयो, मैले मेरो बेस्ट दिएछु। राम्रै भयो। राम्रो गर्नुभयो? हजुर। के राम्रो गरे जस्तो लाग्छ? डान्स कि एक्टिङ? एक्टिङै राम्रो गरेँ होला मैले। हजुर, डान्स कस्तो गर्नुभयो त? डान्स पनि राम्रै भयो होइन, तर यो ड्रेसले गर्दा चाहिँ अलिकति असजिलो भयो, तर भयो सबै राम्रैसँग भयो। के गर्नुभयो एक्टिङमा चाहिँ? इमोसनल सिन गर्नुभयो कि के गर्नुभयो? इमोसनल सिनै थियो। सेकेन्ड सिचुएसनमा चाहिँ मैले इमोसनल सिन गरेँ, फर्स्टमा त थिएन। उहाँभित्र रहनु भएको अर्को एक्टरसँग चाहिँ गर्नुभयो होला होइन इमोसनल सिन? उहाँसँग कतिको सिङ्क्रोनाइज हुनुभयो? एक्टिङ गरिरहँदा कतिको सजिलो लाग्यो? एकदमै कम्फर्टेबलै थियो होइन, त्यस्तो केही गाह्रो लागेन, राम्रै भयो चाहिँ। प्रदीपजी हुनुभएको अझै बेसी फिल आउँथ्यो भन्ने लाग्यो कि लागेन? उहाँलाई मिस गर्नुभयो कि भएन? यस अफकोर्स है, उहाँ हुनुभयो भए चाहिँ अलिक बढी फिलिङ आउँथ्यो होला, तर इट्स ओके। र क्वेसन्स कस्तो आयो लास्टमा इन्टरभ्यूमा? लास्ट राउन्डमा कस्तो थियो क्वेसन्सहरू? क्वेसनहरू अलि गाह्रै थियो भनौँ है, अलि गाह्रै क्वेसन सोध्नु भएको थियो, तर मैले त्यसलाई ट्याकल गर्ने चाहिँ एकदम प्रयास गरेँ। हजुर, अब यो फिल्डमा आइसके पछाडि होइन कस्तो नायिका बन्न चाहिँ मन छ यानाजीलाई? मलाई डेडिकेटेड होइन
डेडिकेटेड र मलाई लाइक हुन्छ नि मैले प्रदीपजीबाट सिकेको होइन उहाँ जब लभ स्टेसन मुभी सिद्धेर फ्यानहरूसँग हुनुहुन्थ्यो हजुर म चाहिँ अलिक टाढै बसेर हेरिरहेको थिएँ कि उहाँलाई अनि जसरी उहाँले फ्यानलाई त्यति माया दिनुहुन्थ्यो होइन अनि त्यति हुन्छ नि एकदम काइन्ड नेचर क्या अनि त्यहाँबाट उहाँबाट चाहिँ म एकदम इन्सपायर भएको छु होइन उहाँ जस्तै डेडिकेटेड हुनु मन छ मलाई एक्ट्रेसमा चाहिँ चुज गर्नुपर्दा होइन आफ्नो इन्सपिरेसन या त रोल मोडल कसलाई ठान्नुहुन्छ इन्डस्ट्रीमा भएको त सबै मनपर्छ तर मलाई चाहिँ सामग्री राज्यलक्ष्मी छ हजुर उहाँ मनपर्छ हजुर र तपाईँलाई चाहिँ अघि आएर बस्ने बित्तिकै सबजनाले जसिताजीसँग कम्पेयर गरिराख्नु भएको छ होइन जसिता गुरुङसँग लुक्स आउँछ भनिराख्नु भएको छ कस्तो लागिरहेको छ यहाँलाई त्यो कम्पेरिजन गर्दा खुसी लाग्छ उहाँ यति राम्रो हुनुहुन्छ होइन इट्स अ गुड कम्प्लिमेन्ट पहिला उहाँको मुभी हेर्नु जाँदाखेरि पनि धेरैजनाले भन्नुहुन्थ्यो क्या खुसी लाग्छ खुसी लाग्छ ओके ओके थ्याङ्क यू सो मच हामीसँग कुरा गरिदिनु भयो र यहाँलाई रिजल्टको लागि अल द भेरी बेस्ट थ्याङ्क यू डान्स गर्दा गर्दै घडी लाग्थ्यो घडी पनि स्टेप भयो कि त्यो प्याडलकै भन्छु म अनि घडी त्यो खोलेपछि अनि त्यो ह्याड टु स्टप त्यो डान्स पनि अनि त्यस्तै भयो अडिसनभित्र जाँदा चाहिँ केही कुरा सिकेर पनि आउनु भयो होला होइन हजुर बट स्टिल कस्तो भयो भने गर्दा गर्दै पनि त्यस्तो हुँदा पनि मैले डान्स चाहिँ आफ्नो पर्फर्मेन्स चाहिँ मैले कन्टिन्यू पनि गरिरहेको थिएँ सो या दे वर भेरी ह्याप्पी अबाउट इट जाने गर्नु पऱ्यो जस्तो ओके जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने सोच्नुहोस् होइन होप लुज नगर्नुहोस् र यहाँलाई अल के अरे रिजल्टको लागि चाहिँ अल द भेरी बेस्ट थ्याङ्क यू ओके त्यसो भए प्रेम गीत वान या त टुकी एउटा गीत थोरै गाइदिएर गीत गाउनुहुन्छ गीत याद थ्याङ्क यू सो मच र लास्टमा जाँदा जाँदै होइन प्रदीप भट्टको बारेमा नसुनिकन त सायद कम्प्लिटै हुँदैन होला सिन्सिटी होइन प्रदीपजीलाई चाहिँ कस्तो लाग्छ यहाँलाई एज एन एक्टर प्रदीप भट्टा कस्तो लाग्छ Yeah, it's pretty good. He's one of the top actor on Nepal. So, I really want to be happy. He has a cute face. Obviously, he has good acting as well. I don't know why the top Okay, thank you so much, Manasviji, र यहाँलाई अल द भेरी बेस्ट कस्तो रह्यो त्यो भित्र अडिसन यहाँको राम्रै भयो मैले मेरो बेस्ट दिएछु राम्रै भयो राम्रो गर्नुभयो हजुर। के राम्रो गरे जस्तो लाग्छ डान्स कि एक्टिङ एक्टिङै राम्रो गरेँ होला मैले हजुर डान्स कस्तो गर्नुभयो त डान्स पनि राम्रै भयो होइन तर यो ड्रेसले गर्दा चाहिँ अलिकति असजिलो भयो तर भयो सबै राम्रैसँग भयो के गर्नुभयो एक्टिङमा चाहिँ इमोसनल सिन गर्नुभयो कि के गर्नुभयो इमोसनल सिनै थियो सेकेन्ड सिचुएसनमा चाहिँ मैले इमोसनल सिन गरेँ फर्स्टमा त थिएन उहाँभित्र रहनु भएको अर्को एक्टरसँग चाहिँ गर्नुभयो होला होइन इमोसनल सिन उहाँसँग कतिको सिङ्क्रोनाइज हुनुभयो एक्टिङ गरिरहँदा कतिको सजिलो लाग्यो एकदमै कम्फर्टेबलै थियो होइन त्यस्तो केही गाह्रो लागेन राम्रै भयो चाहिँ प्रदीपजी हुनुभएको अझै बेसी फिल आउँथ्यो भन्ने लाग्यो कि लागेन उहाँलाई मिस गर्नुभयो कि भएन यस अफकोर्स है उहाँ हुनुभयो भने चाहिँ अलिक बढी फिलिङ आउँथ्यो होला तर इट्स ओके र क्वेसन्स कस्तो आयो लास्टमा इन्टरभ्यूमा लास्ट राउन्डमा कस्तो थियो क्वेसनहरू अलि गाह्रै थियो भनौँ है अलि गाह्रै क्वेसन सोध्नु भएको थियो तर मैले त्यसलाई ट्याकल गर्ने चाहिँ एकदम प्रयास गरेँ हजुर अब यो फिल्डमा आइसके पछाडि होइन कस्तो नायिका बन्न चाहिँ मन छ यानाजीलाई मलाई डेडिकेटेड र मलाई लाइक हुन्छ नि मैले प्रदीपजीबाट सिकेको होइन उहाँ जब लभ स्टेसन मुभी सिद्धेर फ्यानहरूसँग हुनुहुन्थ्यो हजुर म चाहिँ अलिक टाढै बसेर हेरिरहेको थिएँ कि उहाँलाई अनि जसरी उहाँले फ्यानलाई त्यति माया दिनुहुन्थ्यो होइन अनि त्यति हुन्छ नि एकदम काइन्ड नेचर क्या अनि त्यहाँबाट उहाँबाट चाहिँ म एकदम इन्सपायर भएको छु होइन उहाँ जस्तै डेडिकेटेड हुनु मन छ मलाई एक्ट्रेसमा चाहिँ चुज गर्नुपर्दा होइन आफ्नो इन्सपिरेसन या त रोल मोडल कसलाई ठान्नुहुन्छ इन्डस्ट्रीमा भएको त सबै मनपर्छ तर मलाई चाहिँ सामग्री राज्यलक्ष्मी छ हजुर उहाँ मनपर्छ र तपाईँलाई चाहिँ अघि आएर बस्ने बित्तिकै सबजनाले जसिताजीसँग कम्पेयर गरिराख्नु भएको छ होइन जसिता गुरुङसँग लुक्स आउँछ भनिराख्नु भएको छ कस्तो लागिरहेको छ यहाँलाई त्यो कम्पेरिजन गर्दा
खुसी लाग्छ उहाँ यति राम्रो हुनुहुन्छ होइन इट्स अ गुड कम्प्लिमेन्ट पहिला उहाँको मुभी हेर्नु जाँदाखेरि पनि धेरैजनाले भन्नुहुन्थ्यो क्या खुसी लाग्छ खुसी लाग्छ ओके ओके थ्याङ्क यू सो मच हामीसँग कुरा गरिदिनु भयो र यहाँलाई रिजल्टको लागि अल द भेरी बेस्ट थ्याङ्क यू थ्याङ्क यू